घर परिवार आफन्त मण्डली आफ्नो लागि संसारको लागि आफ्नै कामको लागि संसारमा भएका हरेक रोग बिमार भएका मानिसको लागि ल हालेलुया ईश्वर हामी तपाईलाई धन्यवाद दिन्छौँ सुन्दर दिन सुन्दर समयको लागि धन्यवाद छ फेरि प्रभु यसरी फेरि हामी र साथै म प्रार्थना गर्छु तपाईको नामको महिमा भएको होस् प्रार्थना गर्दछौँ र साथै हामी प्रार्थना गर्दछौँ प्रभु प्रत्येक मान्छे तपाईँको आशिष नराम्रो रोग बिमार नराम्रो शैतानको योजनाहरूको बचाइदिनु प्रभु उनीहरूको जीवन तपाईँको महिमा भएको होस् प्रार्थना छ र मेरो प्रार्थना छ प्रभु जसरी पढ्दै लेख्दैछ प्रत्येकलाई पढ्न लेख्नमा ताकि त्यो ज्ञान बुद्धिद्वारा पढाइ लेखाइ एक दिन तपाईँको नामको महिमा हुन सकोस् प्रार्थना गर्दछौँ र साथै हामी प्रार्थना गर्दछौँ मेरो मण्डलीको लागि प्रार्थना गर्छु मण्डलीमा भएका हरेक विश्वासीलाई प्रार्थना छ तपाईँले प्रभु जहाँ जहाँ जे काम गरे पनि तपाईँको अनुग्रह तपाईँको आशिष उहाँको जीवनमा उहाँको काममा उहाँको हरेक कुरामा राखिदिनुहोस् प्रार्थना गर्दछु ताकि उहाँहरूको प्रत्येक कुराद्वारा चाहिँ तपाईँकै नाउँको महिमा भएको होस् है भन्ने हामी प्रार्थना गर्दछौँ र साथै प्रार्थना गर्दछु आज संसारमा प्रभु कतिजना मानिसहरू रोग बिमार भएर कोही हस्पिटल कोही घर कोही जहाँ भए पनि प्रभु तपाईँको अनुग्रह दिनुहोस् उहाँहरूलाई चाहेको उपचार उहाँहरूलाई चाहेको आर्थिक उहाँहरूलाई चाहेको सहयोग प्रत्येक कुरामा तपाईँले जुटाइदिनुहोस् ताकि उहाँहरूले प्रभु चङ्गाइसकेर तपाईँकै नाउँको महिमा गर्न सक्नुहुन्छ प्रार्थना गर्दछौँ र साथै प्रार्थना छ हाम्रो घर छिमेकी छेउछिमेकीहरूको लागि प्रत्येकलाई तपाईँको अनुग्रहमा राख्नुहोस् तपाईँले नचिने पनि प्रभु उहाँले चिन्न सक्ने ज्ञान बुद्धि शक्ति बलहरू दिनुहोस् ताकि उहाँहरूको जीवनद्वारा तपाईँको नाउँको महिमा भएको होस् र ती छेउछिमेकीसँग हामी राम्रोसँगले मिलेर बस्न सक्ने आशिष अनुग्रह गर्नुहोस् प्रार्थना छ धन्यवाद छ प्रभु ती प्रत्येकको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ र जसरी मैले गरिरहेको कामहरू छ त्यो काममा पनि तपाईँको आशिष तपाईँको अनुग्रह भएको होस् हाम्रो कामद्वारा पनि तपाईँकै नाउँको महिमा भएको होस् शरीरमा कुनै नराम्रो रोग बिमारी छ भने तपाईँले प्रभु प्रत्येकको बिमारी छुट्याइदिनुहोस् प्रार्थना छ र हाम्रो घर परिवारको प्रभु जति पनि आउँदो दिनको लागि हामीले योजनाहरू बनाएछौँ हामी खालि बनाउने हो तर त्यसलाई पुरा गर्ने तपाईँ हुनुहुन्छ तपाईँले त हरेक योजनाहरू माथि पनि आशिष प्रार्थना गर्छौँ र साथै प्रार्थना गर्छौँ अब हामी विश्राम गर्न गइरहेछौँ प्रभु विश्राम गर्दा तपाईँकै पवित्र आत्माले हाम्रो प्रत्येकलाई गाइड गरेर राखिदिनुहोस् मिठो निन्द्रा मिठो सपनाहरू दिनुहोस् ताकि प्रभु फेरि भोलिको सुन्दर दिन सुन्दर समय पाउन सके र तपाईँको इच्छा भए फेरि यसरी हामी एकसाथ भेला भइकन तपाईँलाई नै धन्यवाद दिन सक्ने बनाउनुहोस् भन्दै यो बिन्ती अनि प्रार्थना गर्छौँ येशू प्रभुको पवित्र अनि उच्च नाममा आमेन।